Disclaimer. The characters, events, and incidents depicted in this movie are entirely fictional. Any resemblance to actual persons, living or dead, or real events is purely coincidental. Viewer discretion is advised. मर्दा एउटा बाउको छोरोस् भने यो डोरी खोलेर देखा। जीपीएस हो जीपीएस। अहिले एकछिनमा मेरो साथी आउँछ अनि परेर हेरेको हेरै हुन्छस्। निखिल 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 पर्खन। A movie written and directed by हाई, मेरो नाम निशान र ऊ मेरो साथी निखिल। हामी दुवै एकदमै मिल्ने साथी। निखिल अलि चुलबुले तर म शान्त स्वभावको। खोलामा पौडिन जाँदा मेरो लुगा लिएर भाग्थ्यो। साह्रै सताउँछ तर माया पनि उत्तिमै गर्छ। स्कुलको खाजा सधैँ मसँग बाँडेर खान्छ। निखिल हेर न, मेरो त मुटु नै ढुक ढुक गर्दैछ। कस्तो डर लागिछ। 1 घन्टामा अब प्रोग्राम छ। मलाई त तिमीप्रति पूर्ण विश्वास छ। तिमीले राम्रो गर्छौ। खै गर्छौ। बेस्ट अफ लक है। हामीले पाएको ज्ञान न कसैले चोर्न सक्छ न त ज्ञान बिकाउने हुन्छ। बरु तपाईसँग ज्ञान छ भने धन आफै पछि लाएर आउँछ। धन्यवाद। निखिल ठुलो भएर तिमी के भन्ने? म त ठुलो भएर बिजनेसम्यान बन्ने हो। अनि तिमी नि? म त साइन्टिस्ट भन्छु यार।
डाक्टर निशान एकछिन यता आउनुहोस् न। यो प्रोजेक्ट मेरो हातबाट फुट्क्यो भने तैले भोलि बिहानको सूर्य उदय देख्न पाउँदैनस्, बुझिस्? डाक्टर निशान आउनुहोस्, बस्नुहोस्। मेरो हाजमोला खै? यहाँ छ मेरो। हाजमोला खानुहुन्छ? जे आउँछ मजाले पचाउँछ। आइएम गुड। अनि आज के कामले बोलाउनु भयो? तपाईँ जस्तो इन्टेलेक्चुअल मान्छेलाई संसारको हर कुनामा हर कोहीले खोजिरहेको हुन्छ। सिधा कुरा, तपाईँलाई थाहै छ मेरो इन्डस्ट्रीले युरेनियम उत्खनन गर्छ। तपाईँको प्रोग्राम मलाई बेच्नुहोस्। ब्ल्याङ्क चेक हो, चाहेको रकम राख्नुहोस्, लिनुहोस्। मेरो बुद्धि अझै फिरेको छैन। मेरो प्रोग्राम हर किमतमा तँलाई बेच्दिन। डाक्टर निशान के सोचिराख्नु भएको? मेरो पुरानो दुईवटा सर्तहरू छ। पहिलो सर्त, मेरो प्रोग्रामको सेकेन्ड फेजको लागि तपाईँको इन्डस्ट्रीले लगानी गर्नु पर्यो। र दोस्रो सर्त, बेचिसकेपछि प्रोग्राम मेरो नियन्त्रणमा हुनु पर्यो। मेरो पहुँच माथिल्लो निकायसम्म छ। मलाई मिडियाको सदुपयोग गर्न आउँछ। अनि दुरुपयोग गर्नुभयो। नमस्ते हजुर, म बिजनेसम्यान होइन, मलाई राजनीति गर्न आउँदैन। प्रसिद्ध वैज्ञानिक डाक्टर निशानको आविष्कार विवादमा परेको छ। सरकारले फन्डिङ सपोर्टमा ठुलो कटौती ल्याउने निर्णय गरेको छ। आउनुहोस् यसबारे हाम्रो जनताहरूको राय लिगौँ। यो त सरकारको एकदम गलत कदम हो। यसले हामी जस्तो युवाहरूलाई एकदमै डिमोटिभेट गर्छ। यो त खोज दुनियाँको अमूल्य आयाम हो नि। फन्डिङ कट गर्नु एकदमै गलत भयो। हो, यो साह्रै गलत हो। वाहियात त बिल्कुल गलत हो। यसरी त सरकारले हामीलाई ढुङ्गे युक्तितिर पुर्याउँछ। सायद मिसाइल र युरेनियम डिटेक्ट भएको हुनाले रोकेको होला। अनि तपाईँलाई डाक्टर निशानको आविष्कार कस्तो लाग्छ? आविष्कार त मलाई थाहा भएन, तर मलाई डाक्टर निशान चाहिँ साह्रै ह्यान्डसम लाग्छ। डाक्टर निशान इज लभ। वी लभ डाक्टर निशान। म पनि ठुलो भएपछि मेरो छोरीलाई डाक्टर निशान जस्तै बनाउँछु। अनि तपाईँलाई डाक्टर निशानको आविष्कार कस्तो लाग्छ? यो भविष्यवाणी गर्ने कुरा चाहिँ ठिक लागेन। जिन्दगीका कतिपय कुराहरू त रहस्यमय नै ठिक हुन्छन्। पहिले थाहा भए जिन्दगी जिउनुको के अर्थ? मलाई त डाक्टर निशानकै कमजोरी हो जस्तो लाग्छ। धेरै सोझो भएर पनि हुँदैन, अलिकति डिप्लोमेटिक हुन जान्नु पर्यो नि। अनि यसमा तपाईँको भनाइ के छ? के को भनाइ? कहाँको डाक्टर निशान? यहाँ आफूलाई खाना लाउनको दुःख छ, उता उनीहरूलाई आकाशको डल्लाडल्लीको अनुसन्धान गर्न पैसा चाहियो रे। अब हामीसँग प्रत्यक्ष संवादमा जोडिनु भएको छ डाक्टर मरासिनी। उहाँ यस फिल्डको एक्सपर्ट हुनुहुन्छ। बुझौँ उहाँसँग केही कुरा। डाक्टर मरासिनी, सबैले बुझ्ने भाषामा भनिदिनु न त, उहाँको खास इन्भेन्सन के हो? सबैले बुझ्ने गरी भन्दा डाक्टर निशानले डिप स्पेसमा क्वान्टम रेडिएसनको फ्लक्चुएसन स्टडी गरी, सेभरल सेटेलाइटको डाटा फिड गरी, जियोग्राफिकल एन्ड एस्ट्रोनोमिकल प्रेडिक्सन गर्ने प्रोटोटाइपको सफ्टवेयर प्याकेज बनाउनु भएको छ। यो त बुझ्ने भाषा भएन त डाक्टर मरासिनी ज्यू। यसका फाइदाहरू हाम्रो जनतालाई बताइदिनु न त। कन्स्ट्रक्सनमा स्टेबल ल्यान्डस्केप फिगर आउट गर्न, माइन मिनरल्सको एक्ज्याक्ट लोकेसन अमाउन्ट प्रिडिक्सन गर्न, त्यति मात्र कहाँ हो र, एस्ट्रोनोमिकल इभेन्ट्सहरू पनि अहिलेसम्मकै रेकर्ड ब्रेकिङ एक्युरेसीमा प्रेडिक्ट गर्न यो प्याकेजले मद्दत पुर्याउँछ। त्यसो भए गभर्मेन्टले फन्डिङ किन रोक्यो त? अब यो कुरा क्यामेरामा चाहिँ गर्न मिल्दैन। क्यामेरा बन्द गर्नुहोस् अनि कुरा गरौँला। खास उसको प्रोग्राम एउटा कम्पनीले किन्न खोजेको थियो। उसले मिसयुज हुन्छ भनेर बेच्न खोजेन, त्यसैको प्रतिशोधको परिणाम हो यो। करोडौँको चलखेल हुँदैछ यता। हजुरले जति काम गरे पनि थकै लाग्दैन है?
हजुरको लन्च बक्स सर। सर एउटा प्रश्न सोधौँ हजुरलाई। के प्रश्न? हजुरको फन्डिङ रोकिएको हो? कसरी थाहा पायो? मैले न्युजबाट थाहा पाएको सर। हजुरको सफ्टवेयर र प्रेडिक्सनले समाजमा डर र त्रास फैलाएको छ अरे। सर एउटा सजेसन दिउँ, हजुर 2-3 हप्ताको भेकेसन लिनु न बरु, अलिकति स्ट्रेस पनि कम हुन्छ, आराम पनि हुन्छ। निशान होइन निखिल? यार मैले सोचेकै थिएन यस्तो ठाउँमा हाम्रो भेट हुन्छ भनेर। मेरो श्रीमती मेरो स्कुलदेखिको साथी। नमस्ते। अनि तिमीलाई याद छ हाम्रा ती स्कुलका दिनहरू? ती पनि क्या दिनहरू थिए। सम्झिन्छौ काली खोलामा पौडी खेलेको? कहाँ भुल यार, तिमीले मेरो लुगा लुकाइदिएर बिजोग बनाइदिएको थियौ त यार। तिमी त जताततै न्युज हेडलाइनमा छौ। के हुँदैछ तिम्रो काम? फन्डिङ कन्ट्रोभर्सीले गर्दा काम अलिक स्लो चलिरहेछ। अनि फन्डिङ रोक्यो भने के गर्छौ त? के छ अल्टरनेटिभ एक्सन प्लान? मेरो सारा जिन्दगीको लगानी नै एसएमएस हो। त्यो बाहेक त केही सोच्नै सक्दिनँ यार। यो इनपुट दिएर रिजल्ट वेट गर्नुपर्छ। रिजल्ट आउन 1 महिना लाग्छ। 1 महिना लाग्छ सर? अनि क्वान्टम कम्प्युटर सुपर कम्प्युटरहरू आयो भने त छिटै हुन्छ होला है? त्यसको लागि चाहिँ अहिलेको टेक्नोलोजीले अलि भ्याउँदैन, सायद 10-15 वर्ष अझै कुर्नुपर्छ। अनि यो छ नि, यो फेजमा हामीले सेलेस्टियल अब्जेक्टहरूको मोसन डिटेक्ट गर्न सक्छौँ। यो इन्सिडेन्ट त मैले डबल भेरिफाई गर्नुपर्छ। भनेपछि यो क्याल्कुलेसन रिजल्ट आउन पनि 1 महिना लाग्छ होइन सर? Input data accepted. Result in 716 hours. हामी भेट्न पाएको नि 10 वर्ष भएछ है। अब तिमी जस्तो वैज्ञानिकलाई यति सजिलै कहाँ भेट्न पाइन्छ त? अनि बिहेबारी गर्यो कि एक्लै हो अहिलेसम्म? पढाइ रिसर्च भनेर यो मामलामा चाहिँ अलि पछाडि परियो। म्यामको कन्टेन्ट जुन पनि भाइरल जाने है? ओके, मेरो भ्युज न आउँदैन हेर न। खोइ त गाइस, क्यामेराम्यान खोइ, रिफ्लेक्टर्स खोइ, म्याडम आउने बेला भइसक्यो थाहा छ? सो गाइस हरी अप, वी शुड डु गुड है ल। ऊ म्याम आउनु भयो, रश्मि म्याम। म्याडमको भ्युज कहिले पनि 10 मिलियन भन्दा कम जाँदैन थाहा छ नि? छु तिम्रो नाम यो दिलमा टासेर। दिलमा टासेर। दिलमा टासेर। सुनिदेऊ यो मनको कुरा, उर्लेको जोबाना नफाल्खेर, मिठो बोल देऊ न मुस्कुराई हाँसेर। नाच मायाले कम्मर भाँचेर। नाच मायाले कम्मर भाँचेर।
रसिलो फुललाई महुरीले घेरे झै बधोला गलामा गलबन्दी बेरे झै के मोज पोहला र बुढ्यौली बाँचेर नाच मायाले कम्मरै भाँचेर नाच मायाले कम्मरै भाँचेर मोज गरौँ आजै काम छैन जो बान भोलिलाई साँचेर हिँडेको छु तिम्रो नाम यो दिलमा टाँसेर हिँडेको छु तिम्रो नाम यो दिलमा टाँसेर मम्मी मम्मी साला यार खप्परमा फ्यामिली लाइफै लेखेको छैन कस्तो मन परेको थियो म्यारिड परेछ यार के भयो त आमा छोरा दुइटै उठाइदेऊ न त तिमीले खोलामा पौडी खेल्दा कट्टु उठाए जस्तो सजिलो हो र भने यत्रो भविष्यवाणी गर्ने मसिन बनाउने वैज्ञानिकले जब एउटा केटी बिहे गरेको नगरेको पत्ता लगाउन नसक्ने मेरो मसिनले कहाँ पर्सनल कुरा पत्ता लगाउँछ त सुन त मेरो मसिनले एउटा चाहिँ एकदम अनिष्ट कुरा प्रेडिक्ट गरिरहेछ नि के कुरा म डबल भेरिफिकेसन गर्दैछु भ्यालिडेट गरेपछि सेयर गरौँ है यसै त मिडियामा खेदो खनेर हैरान छ बुझ्दिनँ म यस्तो ठुलो कुरो एउटा सिरियस कुरा भनौँ के कुरा रश्मि त सिङ्गल मम हो रे नि त मन परेको हो माया गर्छौ गर्छु त्यसो भए बिहे गर्दा हुन्छ के मजा होला र बुढ्यौली बाँचेर नाच मायाले कम्मरै भाँचेर साथी यार मैले जिन्दगीमा एउटा कुरा मात्रै सिरियसली लिएँ पढाइ आजबाट अर्को कुरा पनि थपियो हामी दुईजनाको दोस्ती म त हजुरको एकदमै ठुलो फ्यान हो नि हजुरको फन्डिङ काटियो भन्दा कस्तो दुखी भएको थिएँ तपाईँ सधैँ यस्तै गुमसुम नै हो र तिमीलाई थाहा छ 1 मा 1 जोड्दा 3 हुन्छ नि 3 कुन साइन्स हो यो फेरि 1 2 3 सुरुवात गरे जिन्दगी मेरो तिम्रो हातमा हात छ मेरो सुम्पिए दिल तिमीलाई मेरो घुम्छु तिमीलाई नै बन्धनको साथ फेरो हेर्नुस् त मेरो अस्तिको भिडियो क्लिप भाइरल भएछ नि त तिम्रो त कन्टेन्ट क्रिएसनै राम्रो छ नि सबैले मन पराइहाल्छ नि सुन्नुस् न मलाई हजुरको ल्यापटप दिनुस् न बरु तर मलाई त तिम्रो भन्दा अरु कसैको क्रिएसन मन पर्छ नि को अरु
अरू म हुँदाहुँदै अरू कसको क्रिएसन मनपर्छ हजुरलाई? मलाई त तिम्रो भन्दा त्यो भगवानको क्रिएसन मनपर्छ जसले तिमीलाई बनायो। तपाईँ पनि एकछिन बाबुलाई हेर्दै गर्नुहोस् है, म गार्डनमा पानी हालेर आउँछु। अझैसम्म सोफामै पल्टिरहनु भएको छ? खै त बाबु देख्दिनँ त। अघिसँग त यहीँ खेल्दै थियो त, ढोका पनि खुल्लै रहेछ। तपाईँ त्यति बाबु पनि हेर्न सक्नुहुन्न, यो सब तपाईँकै गल्ती हो। बाबु यहाँ खेलिरहेको थियो अनि म सोफामा। होइन होइन, यो मेरै गल्ती हो। हजुरसँग नयाँ जिन्दगी सुरु गर्नु नै मैले गलत गरेँ। ए भगवान्, कहाँ गयो होला मेरो बाबु? के गर्दैछ होला? के टुलु टुलु मलाई हेरिरहनु भएको? जानु, गएर बाबु खोजेर लिएर आउनु। तपाईँले गर्नुहुन्छ जस्तो छैन, म आफै जान्छु अब मेरो बाबु खोज्न। म गएँ, जेसुकै गर्नु। कहाँसम्मको लापरवाही हो यो? यति धेरै लापरवाही मान्छेसँग एउटै घर मुनि म अब बस्न पनि सक्दिनँ। हजुर तुरुन्तै त्यो ठाउँमा जानुहोस्, म रश्मि भाउजूलाई लिएर आउँछु। म रश्मि भाउजूलाई लिएर आउँछु। तँ जस्तो पछाडिबाट छुरा हान्ने साथी हुनुभन्दा त मेरो बच्चा हो। तेरो बच्चा? कि तँलाई जबरजस्ती कसैले यो गर्न लागिरहेछ? केही बोल निखिल, केही बोल। कहाँ छ मेरो बाबु? कहाँ लगिस् मेरो बाबुलाई? के चाहियो तँलाई? ह पासवर्ड चाहियो मलाई। आई निड दैट पासवर्ड। निखिल, तैँले यो सब मेरो पासवर्डको लागि गरेकोस्? तेरो लागि यो पासवर्ड मात्रै हो, मेरो लागि त यो करोडौँको लटरी हो, लटरी। थुक्क, आफूले आफूलाई साथी भन्छस् त? साथी भएर साथीको पिठ्युमा छुरा रोप्ने? आई विल किल यु, यु बास्टर्ड। पक्रिनुहोस्, गोली नचलाउनुहोस्, केही उपाय निकालौँ ल। पासवर्ड दिसियो त मेरो हजुर। के हेरेर बसिरहेको? खुरुक्कै यहाँ आएर डोरी खोल।
देखिस् भनेको थिएँ नि मेरो साथी आएपछि हेरेको हेरै हुन्छ भनेर। जीवन साथी मेरो श्रीमती मेरो स्कुलदेखिको साथी बच्चा किडन्याप गरेको रे? कसको बच्चा? मेरो बच्चा, हाम्रो बच्चा। त्यो भगवानको क्रिएसन मनपर्छ जसले तिमीलाई बनायो। तपाईँ पनि नमस्ते हजुर, म बिजनेसम्यान होइन, मलाई राजनीति गर्न आउँदैन। एक्सक्युज मी, यही समयलाई मेरो वाइफ बनिदिन सक्नुहुन्छ? माइन्ड योर ल्याङ्ग्वेज यु रास्कल। सक्नुहोस् श्रीमती हुने नाटक मात्र गर्ने हो के? तपाईँले नमस्ते भनिदिएर टाउको मात्रै हल्लाइदियो नि, तपाईँलाई भनि जति पैसा दिन्छौँ के? अझै पनि पासवर्ड दिँदैनस्? Write down the password. The last day. द लास्ट डे रे। पासवर्ड पनि लास्ट डे, उसको पनि लास्ट डे। मेरो मसिनले एउटा चाहिँ एकदम अनिष्ट कुरा प्रेडिक्ट गरिरहेछ नि। Data double verified. यो कलियुग हो, धन बलवान जस्तो लाग्छ, जहाँ कहीँ धनकै जित देखिन्छ। तर मेरो एक मात्र प्रश्न, के जित्नेहरू नै सधैँ सत्य हुन्छन् त? जित हारभन्दा माथिको परम सत्य हो ज्ञान। ज्ञानको दुरुपयोग खतरापूर्ण हुन्छ, तर ज्ञानको समयमै प्रयोग गर्न सकियो भने ठुला ठुला खतराबाट बच्न पनि सकिन्छ। हामीले पाएको ज्ञान न कसैले चोर्न सक्छ, न त ज्ञान बिकाउने हुन्छ। बरु तपाईँसँग ज्ञान छ भने धन आफै पछि लाएर आउँछ।